सो हेलो गाइज, आज म तपाईँहरूलाई हेराउँदैछु वीरगन्जको पकौडा, भुजा चना, पानीपुरी, स्ट्रिट मोमोज। मलाई चाहिँ एकदमै क्रेभिङ हुँदै थियो वीरगन्जको भुजा पकौडा चना खानलाई र प्लस पानीपुरी चाटहरू खानलाई। सो आज मैले फाइनली खाएँ धेरै वर्षपछि। हामीले चाउमिन र मोमो अर्डर गरेको छौँ, प्याकिङ गरिरहेछौँ। यहाँ उब्बु जुस खाने देखेपछि मलाई मन पर्यो, खाना मन थियो, यस्तो खाँदैछौँ। अब हामी पानीपुरी खान जाँदैछौँ। पानीपुरी चटपटे वीरगन्जको। हुन्छ। बजार यो सब बजार हो, सब तोडिसकेको छ। यो चाहिँ आदर्श नगर चोक भयो। यहाँ पनि पाउँछ पानीपुरीहरू। अब यहाँ खान जाँदैछ। पानीपुरी गरिदिउँ न, ठिक्कको पिरो नै। कसरी छ प्लेटको? 50 रुपियाँ। कति पिस आउँछ? 10 पिस। मलाई त सानो सानो दिनु ल। यसमै हालिदिनु। खाने हो हाल्दैन म त भयो है। हाम्रो खनिका घर।
घन्टाघर हो घन्टाको चोकको यता साइडमा पनि यो मोमो पसल चाउमिनहरू पाउँछ एकदमै फेमस त्यहाँको एकदम मिठो भेज मोमो पाउँछ यहाँ चाहिँ अनि यहाँ फलफुल छ। यसले महँगो दिन्छ होला जस्तो लागेको छ मलाई। हामी फलफुल लिएर हिँड्यौँ यहाँबाट। यहाँ चाहिँ ब्ल्याक प्लास्टिक नै हुन्छ सबै यस्तो यहाँ छिराहरू लाग्छ। चाटहरू पाउँछ। लङ्गती पनि रहेछ लङ्गती हामी खाँदै नि। यहाँ पनि हेर्नुहोस् अब मैले ठ्याक्क राख्ने टाइम भयो नि त बजार अनि सो हेलो गाइज, आज फाइनली मैले आफ्नो हेयर कट गरिसकेको छु। हेर्न सक्नुहुन्छ अब हेयर धेरै लामो भयो, गर्मी भयो, काठमाडौँमा पनि गर्मी धेरै बढिसक्यो। अनि मैले आज आफ्नो कपाल काटेँ। अब कपाल काटेर चाहिँ मेरो मुख यस्तो देख्दैछ। अब राम्रो हेरिरहेको छ कि छैन थाहा छैन। सो कमेन्ट लो।